अक्षर त मेट्यो हे मेटिए केही हुँदैन। के पागल रहेछ। दिदी उ त खान भाइ दे दो। हेर्नुस् त नबल्छीले लगाएको स्टकबाट हेर्नुस् त सती देवीको अङ्ग पतन भएको जस्तै पाट पूजा सबै एउटा एउटा गरेर पतन हुँदैछ। हेर्नुस् त के उनले यो स्टकबाट आफ्नो बाध्यताले लगाएका हुन् कि होइन? तपाईहरुको उत्तरको हामी प्रतीक्षामा छौं दर्शकबिन। हेर्नुस् ल अगाडिबाट हेर्नुस् स्टकबाटलाई, पछाडिबाट हेर्नुस् दर्शकबिन, वरिपरिबाट हेर्नुस् यता दायाँबाट हेर्नुस् दर्शकबिन। अब यो स्टकबाटको अवस्था वा यो स्टकबाटको इतिहास के होला हेर्नुस् त। स्टकबाट कहाँबाट किनेर ल्याउनु होला? नेपालकै प्रथम अकुपङ्चर विशेषज्ञ सहितको समूहबाट अकुपङ्चर, फिजियोथेरापी, आयुर्वेद, पञ्चकर्मबाट हड्डी खिएको, नसा च्यापिएको, हाड जोड्ने नसा सम्बन्धी विशेषज्ञ उपचारको लागि ब्लू लोटस हस्पिटल, चुचेपानी, सातो बाटो र त्रिपुरेश्वर जता नजिक पर्छ उतै आउनुहोस्। हेर्नुस् त नबल्छीले लगाएको स्टकबाट हेर्नुस् त पछिको भिडियो त एकैछिन धेरै मान्छेले पो हेरे त। यो त धेरै जग्गा त पो छ त। के उनले यो स्टकबाट आफ्नो बाध्यताले लगाएका हुन् कि होइन? परेको छ त्यस्तो भिडियो पनि कतिले हेरेको होला। सबले त भन्दै थिए पल्छीको भिडियो भाइरल भएछ। लो 1,50,000ले पो हेरिसकेको छ त। भाइरलै हुने भयो त्यो भिडियो त। छोरीले त भन्थे भिडियो बनाएर युट्युबमा हालेपछि उठ्छ भनेर। छोरीको नियुक्ति टिभी त यो पछिको भिडियोले नै उठ्ने भयो जस्तो छ। ओहो यो भैँसीको भिडियो त धेरै पो हेरेर रहेछ त। न्युज त टन्नै रहेछ। बबुरा यता आउनुहोस् त। किन के हो? आउनुहोस् न यहाँ। हेर्नुहोस् त हाम्रो गाउँको केटाकेटीले युट्युब च्यानल खोलेर हेर्नु न, भ्युज हेर्नु न। नेप्चेकोमा 2 लाख, अझ बस्न भिडियो हेर्नु न, झन्डै 5 लाख पुगेछ। हेर्नु न यो पनि 3.5 लाख भएको छ। कस्तो भ्युज गएको भैँसीको त चढेको होइन पुरा। हामी पनि यस्तो युट्युब च्यानल एउटा खोल्ने के हो? काम नपाए बुहारी पाडेको पनि के गरौँ भने जस्तै यो उमेरमा आएर सानो खोल्नु पर्छ। यस्तो घर खर्च हुन्छ कि भनेको खोल्छु भनेको त बाइक पर्दैन। तपाईँ घर खर्च चाहिएको छ चाहिँदैन चाहिँ दुकान गरेर। सबले चाहिँ दिँदै अहिले यो मास्टरको बुढाबुढी हातमा मोबाइल बोकेर कहाँ दौडिँदैछ? त्यही भैँसीको भिडियो बनाउनु जान्न आएको होला नि त। छ्या 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 यिनीहरूको मोटा सबैले देखिसक्यो होला नि। आज चाहिँ जहिले पनि निस्किन्छु भन्छु यस्तै यस्तै हुन्छ।
स्याउ पनि ल्याउने त्यो तपाईँहरूको कुरो के हो राखौँ बल्छीजी यस तपाईँलाई हामीले यो स्टककोट भाइरल हुन्छ भनेर भनेका थियौँ र नभन्दै भाइरल पनि भयो अब यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ स्टककोटको बारेमा भाइ